यो आखिर यो तारै हो नि त अनि यो के हो फेरि यो यो जुन ब्ल्याक कलर यो तार अनि यो पनि सेम तारको फरक फरक कस्तो डिफ्रेन्स यो त जगी भइहाल्यो त अगाडिको रियो स्टेट यो कुन तार हो र यो कुन तार हो सरले भन्नुभयो न म्याग्नेसियम र कहाँ म्याग्नेसियम बनाएर यो तार र यो तारमा के फरक छ तर हामीले त यहाँ फेरि यो त पढ्ने बेला यस्तो तर यहाँ त अर्कै रहेछ तार कहिले पढ्ने बेला त्यस्तो छैन यहाँ फेरि पढ्ने बेला यो रहेछ फेरि अलिक कन्फ्युजन बढी भयो भन्दैन होइन हो होइन डिभाइस चाहिँ सानो लागेको थियो तर यहाँ त यस्तो रहेछ फेरि एउटा सिङ्गल तार रहेछ यहाँ त यस्तो तार 1 2 3 4 5 6 7 8 9 10 एउटा तारको 1 मिटरमा 10 मिटर तार रहेछ हो यही कुरा मेन बुझ्नु छ हामीले पढ्नु र गर्नु फरक रहेछ हो के न पढ्दा यसलाई 10 मिटर मानेर गरे हो यो भनेको 10 मिटरको तार हो यो खाएर यो सिङ्गल तार आएको छ फेरि यहाँबाट तार जोइन गर्यो फेरि यसरी आएको छ सिङ्गलै वायर हो के यो चाहिँ सप्लाई वायर हो यदि यो रियलमा यो पुरै 10 मिटरको छ अब यो 10 मिटर यति गर्ने यो त यहाँदेखि त्यहाँसम्म पुरैसम्म पुग्छ यो अझ कहाँ पुग्छ रियलमा यो तार धेरै ठुलो हुन्छ होइन तर हामीले कम्प्युटर पढ्दा 10 मिटर कहाँ कुर्ने मिल्छ त हो रियलमा त्यो तार चाहिँ 10 मिटर भएको कारणले गर्दा यसलाई यसरी 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 जोडेको र खास एउटै तार हो के बुझ्यो एउटा सर्किट र यो यहाँदेखि यहाँसम्म जुन तार छ यो स्पेसल वायर हो हेर यो स्पेसल वायर र यो वायर भनेको यो वायर जुन हामीले जोड्छ नि यो ड्राइभिङ यो भनेको यो तार हो कनेक्सन वायर र यो भनेको त्यो म्याग्नेज के त म्याग्नेज अथवा कन्स्ट्यान्टर भन्ने मेटेरियलले बनेको एउटा यो वायर र यो वायरको रेसिस्टिभिटी कम हुन्छ कि बढी हुन्छ रेसिस्टिभिटी म्याग्नेज बढी हुन्छ रेजिस्टेन्स एकदमै हाई हुन्छ बढी हुँदैन एकदमै हाई हुन्छ 20 माथिको त बढी हुन्छ है किन हाई हुन्छ भन्दा किनभने हाई रेजिस्टेन्स भयो भने हामीले यो सपोज यहाँदेखि यहाँसम्म तिमीले जकी टच गऱ्यो भने यहाँसम्म टच गर्नु यति तारको करेन्ट आउनु र जति तार बढ्यो उति के हुन्छ भन्दा तिम्रो त्यहाँ भोल्टेज रेजिस्टेन्स बढ्छ रेजिस्टेन्स बढ्यो भने भोल्टेज ड्रप हुन्छ तिमीले पढ्यो होला कि मिटरको काम के त खास काम के हो यसको कम्पेयर गर्ने अर्को ड्राइभर सेलको भोल्टेज अर्को कुनै पनि तार कुनै यो तारमा कति भोल्टेज ड्रप छ कति भोल्टेज ड्रप भयो त्यो निकाल्नको लागि यसो युज हुन्छ अब रेजिस्टेन्स यदि कम भयो भने भोल्टेज ड्रप हुन्छ भोल्टेज यदि करेन्ट फिक्स छ करेन्ट अलिक बढी जान्छ अनि यदि रेजिस्टेन्स कम छ भने त्यहाँ भोल्टेज खाँदा देखिँदैन हो बढीभन्दा बढी भोल्टेज देखोस् भनेर नै यो तारहरू स्पेसल तार युज गरेको हुन्छ जसको रेजिस्टेन्स के हुन्छ हाई हुन्छ रेजिस्टेन्स हाई भनेको रेसिस्टिभिटी पनि हाई ठिक छ त्यसो तिमीले पढ्यो होला कि यो प्रिन्सिपल यसको प्रिन्सिपल के भन्दा एट कन्स्टेन्ट करेन्ट पढ्यो होला एट कन्स्टेन्ट करेन्ट द पोटेन्सियल ड्रप एक्रस द सेगमेन्ट अफ द वायर यो वायरको कुनै पनि सेगमेन्ट द पोटेन्सियल ड्रप एक्रस द सेगमेन्ट अफ द वायर इज डाइरेक्टली प्रोपोर्सनल टु द लेन्थ ब्यालेन्सिङ लेन्थ अथवा लेन्थ अफ द सेगमेन्ट एउटा फर्मुला हुन्छ यो भी इक्वल के हुन्छ आइआर हुन्छ भी इक्वल टु आई अनि आर भनेको रो एल बाई यो थाहै छ आर भनेको रो एल यो आर यहाँ हाल्दै मैले त्यसो भए हेर अब के भन्दा हामीले जुन यहाँबाट जुन ब्याट्री सप्लाई गर्छौँ ब्याट्रीमा जुन करेन्ट आउँछ करेन्ट त फिक्स हुन्छ नि ड्राइभर यही भयो अब ड्राइभर जसले ड्राइभ गर्छ मेन सप्लाई जियो सप्लाई सपोज मैले यहाँबाट 4 भोल्ट हालेँ 4 भोल्टबाट आउने करेन्ट फिक्स भयो नि करेन्ट के भयो फिक्स्ड तारको एरिया पनि के छ कन्स्ट्यान्ट छ होइन र यो तार एउटै ब्याट्रीको हो डेन्सिटी पनि यो सबै कन्स्ट्यान्ट भने भी के भयो लेन्थसँग प्रोपोर्सनल हो यो एल किन फिक्स भयो भने किन जकी यहाँ तिमी घरि यहाँ टच गर्छौ घरि यहाँ टच गर्छौ त्यसले गर्दा जकी टच राखेको लेन्थ के भएछ घरि यहाँदेखि यहाँसम्म लेन्थ यो लेन्थ बढेको बढेन यसको मतलब जति करेन्ट जति लेन्थ बढ्छ उति यो भोल्ट तारमा भोल्टेज के हुन्छ ड्रप गर्छ
हो र यो तारमा भोल्टेज ड्रप हुनु भनेको हामीले ब्याट्रीको भोल्टेज निकाल्न सक्छौँ हो। त्यही भएर हामीले कुनै पनि ब्याट्रीको इएमएफ अथवा कति भोल्टेजमा छ त्यो निकाल्नको लागि हामीले त्यो त्यस्तो युज होइन बुझ्नु हो। त्यसो भए यहाँबाट एउटा फर्मुला आउँछ E1/E2 इक्वल टु खास के हुन्छ के काटिन्छ L1/। हो हो यसको मतलब यदि म यहाँ L1 र L2 भनेको के हो ब्यालेन्सिङ लेन्थ हो के हो। यदि लेन्थ L1 लेन्थ र L2 लेन्थ थाहा छ भने हामीले यो ब्याट्रीको र अर्को एउटा ब्याट्री छ एउटा ब्याट्री कहाँ छ एउटा ब्याट्री छैन दर्पण ब्याट्री ल्याउ यो ब्याट्रीको इएमएफ कति हो त्यो हामीले निकालेर अथवा कम्पेयर गर्न सक्छ। कम्पेयर गरेर डिभाइड गर्नु हो होइन कुरो बुझ्यौ। त्यसो भए हामीले यही अनुसार अब तिमीले पढ्दाखेरि के गरेको पढ्दाखेरि यसरी गऱ्यो नि यो सेल युज गरेको ड्राइभिङ सेललाई E0 मान्थ्यो होइन यहाँबाट तार ल्यायो तार यो तार अनि यहाँ यो एउटा पोइन्ट हो। अब तिमीले पढ्ने हेर है पढ्ने बेलामा तिमीले रियोस्टेट गऱ्यो हामीले रियोस्टेट युज पनि गर्न सक्छौँ तर हामीसँग रियोस्टेट नभएर म डाइरेक्ट पठाइदिएको छु है त। हामीले अब ल्याब अनुसार गरौँ ल्याबमा हाम्रो रियोस्टेट मैले युज गरेको छैन है त तर गर्न पाउँछ ए यो अब यहाँबाट एउटा तार लाने र एउटा सेल लिने अर्को तार लिने अर्को एउटा के हो भन्नु थाल्यो के हो डरको मतलब के हो डरको मतलब हो एकचोटिको लागि र अर्को नेक्स्टको लागि है त। यो जेडएस लेखिदिनु न अर्कोलाई J1 J2 भयो ल अब क्लियर है। अब ए र बी भनेको हेर यो टर्म छ नि यो ए भयो र यसरी तार हुँदै 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 लास्टमा आउँदै यही हो यो बी भयो के कुरो बुझ्यो। यो एउटा सिङ्गल तार हो नि त एउटा टर्मिनल ए एउटा टर्मिनल बी यो तार आएर यदि यहाँ टुटेको यो बी हुन्थ्यो तर यहाँ तार लास्टमा कहाँ टुटेको छ। अब यसलाई ए मान यसलाई बी मान अथवा यसलाई मान ए जुन माने पनि हुन्छ है त। यो खासै प्र्याक्टिकल ठुलो छैन सिम्पल प्र्याक्टिकल छ ल। बिचमा तार जोड्ने कुन बिचमा बहन स्केल नर्मल स्केल छ है नर्मल स्केल छ यहाँबाट अरे यो तारबाट एबाट कहाँ गएको छ एबाट ब्याट्रीको यो ड्राइभिङ सेलको यो पोजिसनमा गएको छ एबाट कहाँ गएको छ एसिडिसी हो क्या एसीको टायरमा गर्छ एसीमा कहाँ गर्न मिल्छ डीसीमा चल्ने एसीमा गऱ्यो भने फेरि अर्को डिसीमा त करेन्ट जान्छ भाइ एसीमा गरिछ नि अल्लाहको पास एकबार गरेर गर अनि आफै मर करेन्ट लाग्छ सर माइक युज गर्ने बेला लाग्छ मलाई त सर हाम्रो नि बिदा हुन्छ अहिले बुझ्न मलाई माइक युज गर्ने बेला लाग्छ कि एसीमा काम नगर पहिला हो अब त्यसपछि तर करेन्ट लाग्छ न एबाट यहाँ गयो यो ए टर्मिनल अनि बीबाट कहाँ गएको छ बीबाट ड्राइभिङ सेल भयो क्या 4 को सर एकचोटि सुन अब सुन है हामीले केटाले र यो जुन सेल छ नि यो सेलको जहिले पनि एउटा तिमीले के ख्याल गर भने यो सेलको जति इएमएफ छ नि त्यो अझै आके के भोल्टेज होला हुन थाहा छैन त निकाल्नु छ होइन तर के भोल्टेज होला योभन्दा जहिले पनि यो ड्राइभिङ सेल कम हुनुपर्छ बढी हुनुपर्छ बढ्यो यो ब्याट्रीको भोल्टेजभन्दा ड्राइभिङ सेलको भोल्टेज बढी कि कम हुनुपर्छ बढी हुनुपर्छ त्यो नामै ड्राइभिङ यसले बढी
यसले पनि बढी हुनुपर्छ नत्र तिम्रो रिडिङ आउँदैन होइन सपोज तिमीलाई ओए सपोज तिमीलाई पछाडिको ट्र्याक्टरको होइन ट्र्याक्टर ट्र्याक्टर बुझ्छौ नि पछाडि डब्बा हुन्छ त्यो डब्बा टेलर। तान्नु छ भने टेलरलाई तान्नु छ भने त्यो ट्र्याक्टरको बलियो हुनुपर्छ हर्स पावर बढी हुनु पऱ्यो हो कि त्यस्तो कुरा हो कि हर्स पावर होला इलेक्ट्रिसिटी ल्याएर तिम्रो ट्र्याक्टरको पछाडि टेलर तान्नु छ भने टेलर बलियो हुनुपर्छ कि ट्र्याक्टर बलियो हुनुपर्छ ट्र्याक्टर त्यस्तै गरी ट्र्याक्टर हो क्या जोइन्ट बढी यो ड्राइभिङ ठिक छ हो त्यही भएर अर्को कुरा यसको लगभग तिमीलाई थाहा होला यसको यो ब्याट्रीको नयाँमा कति हुन्छ 1.5 भोल्ट यसमा 1.6 होला सर यहाँ लेखा 1.6 होला एकचोटि 1.5 छ भनेपछि योभन्दा अलिकति बढी गर्नु पर्छ होइन र हर्स अलिकति कालो हुन्छ कालो त तिम्रो त्यो के अरे त्यो हो नि के भन्छ भन्दा चारकोल चारकोल होइन केमिकल हुन्छ केमिकल त भित्र हुन्छ होइन त्यो भित्र तिम्रो ग्रेफाइट रड ग्रेफाइट ग्रेफाइट रड। अर्को त केमिकल यो त केमिकल प्रपर्टीले गर्दा नै इनर्जी त्यो पाएको हो नि केमिकलबाट इलेक्ट्रोन तान्ने जाने केमिकल रिएक्सन हुन्छ तिमीले पढ्यो नि केमिकल बढाइदियो इलेक्ट्रोलाइट्स हुन्छ त्यही भएको छ त्यहाँबाट इलेक्ट्रोन निस्किने अनि त्यसपछि बल्ल यो हामीले करेन्ट पाउने होइन यो तिम्रो यसलाई डिसी फाल्ने हो क्या त डिसी करेन्ट फाल्ने हो त यो केमिकल रिएक्सनले गर्दा पाउने इनर्जी हो है त्यही भएर हामीले भोल्टेज लगभग 2 अथवा 1.5 भन्दा बढी मतलब 2 अथवा 3 गर्न सकिन्छ यहाँ 0 छ यहाँ 2 छ यहाँ के छ 4 छ र अर्को कुरा तिमीले कुन के गरी थाहा पाउने भन्दाखेरि यहाँ एउटा छ यहाँ र यहाँ धेरै पनि बढी गर्नु यहाँ 8 र 10 गर्नु हुँदैन किन सर किन अब किन भन्दा यो बिग्रिन्छ क्या यो यो तिम्रो घरको त होइन कति छ यसको म्याक्स कुरा बुझ्यो यो 11 मिटर छ नि अब बढी भोल्टेज भयो भने करेन्ट बढी पायो भने बिग्रिन सक्छ क्या म्याक्स 5 भोल्टसम्म राख्न धेरै है त्यही भएर सक्दो हामीले धेरै भोल्टेज पनि नगर्ने र कम पनि गर्नु भएन भनेपछि लगभग 3 सम्म अथवा 4 सम्म ल सर 6 को युजर त हुँदैन हाँ 6 सम्म 5 सम्म राख्न नगर्न के गर्नु बढी जान्न पनि बिग्रियो भने झ्याउ हुन्छ स्कलरसिप तिमीले पढ्न पाए यसको लागि पाएको होइन है कडा आयो त कडा पाएको होइन ठिक छ भनेपछि हामीले यो काम सक्यो है यो त यतिकै छ पहिलेकै इनबिल्ड छ त्यो इनबिल्ड छ होइन अनि यो गऱ्यो अब हामीले के गर्यो त अब एक टर्मिनलबाट किनभने पहिलो हो ठिक छ यो अघि ल भन्दा यो अफलाई पनि किन जोइन गर्यो ब्याट्री सप्लाई है होइन अघि ब्याट्री अन थियो के ठिक छ बुझ्यो होइन के बुझिस ब्याट्रीले चार्ज दियो अघि चाहिँ अन नहुँदा पनि के भएको थियो सर यसको छैन नि तर काट्नुपर्छ यो तार थियो जस्तो वाट त्यो बाल्टी हो कि उठा है तो तार तान्नु न बाल्टीमा छ त विकास त त्यो विकास त तान्नु यता साइडमा कुप्चा सबै ल्याइदियो न भाइले नि ऊ जकिङ रहेछ त्यो जकिङ उठाइदियो त्यही जकी गर्नु एउटा निकाल्नु अलग सब पनि कलेजी बन्द भयो सर यहाँ यो लिनु डिफ्लेक्सन आइरहेको सुन है अब ओए अब के गर्यो भन्दा अब हेर अब यहाँदेखि यो टाइप हेर्नुहोस् त्यो अलरेडी कनेक्सन यहाँदेखि यहाँसम्म कति सिएम हुन्छ 100 100 सिएम होइन 1 मिटर 1 मिटर हो त्यही भएर यो सेन्टिमिटरमा लिउँ अब हामीले के गर्यो भन्दा यो ग्यालोमिटर छ नि कुनै एउटा लेन्थमा गएर जुन पोइन्टमा गएर नट डिफ्लेक्सन आउँछ त्यो लेन्थ नै के हो ब्यालेन्सिङ लेन्थ हो अब हेर यहाँ स्टार्टिङ यहाँबाट छ है अब यहाँ के छ हाइट डिस्टेन्स छ अब यहाँबाट आयो त आएन अब यहाँ चेक गर्ने यहाँ हेर एकदमै हाई छ है
यो कति अब हेर यो अब कति मिटर भयो अब यहाँसम्म माथि नै 2 मिटर भयो 200 है 200 सेन्टिमिटर 200 cm. तर अघि हालेको थियो, अहिले लो गयो। अब यहाँ थियो क्या हो माथि गोमा थियो माथि फर्स्ट गोमा फर्स्टमा आएको थियो उठाएको कि उता गयो सर फेरि। छैन कहाँ गएको नसिकान भाइ दाइलाई सिकाउँछस् अच्छा छैन हेर अब हेर है यहाँ अब घट्नु थाल्यो फेरि नौनीबाट घिउ लगाएर हान्छ नि दाइले नौनीबाट घिउ लगाएर हान्छ नि होइन यहाँ आइसकेपछि हेर त ए भन्छ ओइ नागार्न अर्कामा नि भन्छ कति भयो 1 2 200 भयो होइन 200 र 5 को 3 अलि आएको छैन सर जेरोमा आएको छैन सीएम हो त्यो ए 200 कति हो 202 भयो होइन हो गएन 202 मा के आयो त पहिलो के आयो बिजनेस सरी के अरे ब्यालेन्स के लेखेको 202 202 सेन्टिमिटर ठिक छ अनि यो 100 र यो यहाँ छ है त 202 मा के आयो त पहिलो लेन्थको अब पहिलो के आयो त नल डिफ्लेक्सन आयो फर्स्ट ब्यालेन्सिङ यो ब्याट्रीको लागि ठिक छ Yes. अब त्यसपछि के गर्ने त अब अर्को Auto ब्याट्री battery. दरबन्दोस्त र अर्को ब्याट्री लिनुको मतलब अघि जुन छ नि यो डटडवाला यो डटवाला यो भन्नु पर्यो ल भनेपछि यसलाई अब यसको मतलब पहिला यो की यहाँ की पनि हालेको छ यहाँ की छैन यहाँ थ्योरीमा के छ की छ की भनेको स्विच हो अस्तिको स्विच यो वाला के हाल्नवाला यसको अब यहाँ की थ्योरीमा की हुन्छ छ कि? नि यहाँ छ त छैन। अब आफै बुझ्नु की भनेको तातो हो नि होइन अब नेक्स्ट टाइम यसलाई हटाइदिने अब यो कीलाई जोड्ने है त दुईटा एकैचोटि गर्दा कसरी जोड्ने दुई जने के नि कस्तो यो यसो जोड्ने अनि त्यो टाइम हुनु पऱ्यो नि त बुझ्यो पोइन्ट अर्को ब्याट्री लिने र फेरि अब यहीँनिर फेरि सुरु गर्नु ल ठिक छ वाला कहाँ भनेको यसरी बिस्तारै अब यो तारलाई के गर्ने यो कति सिएम भयो 100 सिएम होइन र अहिलेसम्म नल आएको छैन छ त छैन ए छैन कस्तो छैन सर्ने भएको 3 मिटर भइसक्यो 3 मिनट भएछ भने पकाउनु 300 भयो होइन यहाँ पनि कति भयो छैन 400 भयो सर आउँछ कि आएन मिटर सिधा बस्छ प्रख्यात तेरो रेट आयो त त्यो रेट आएको ए उल्टो हाल्छ खात पाली त्यही भएर किन यता डिफ्लेक्सन होइन यो ब्याट्री ब्ल्याक क्वालिटी हेर्न यहाँ क्वालिटी के छ क्वालिटी हेर्दा पोजिटिभ उतापट्टि छ ए टर्मिनलपट्टि ठिक छ अब ठिक छ ल केही छ तिमीहरू पनि नदिएन हजुर हामी तलसम्म फेरि जस तिमीले अब गर्न सक्छौ कतिचोटि गर्ने अब दुईचोटि त्यति हो। अब यो अर्को रिडिङ कुन बेला आउँथ्यो भने यदि हामीले करेन्टको भ्यालु चेन्ज गर्ने भने के हुन्छ करेन्टको भ्यालु एकचोटि चेन्ज गर्ने यहाँबाट अर्को टेम्पलेट चाहिँ हल्का एउटा घुमाइदिने अब यहाँ दुईटा रिडिङ लिदिनु पर्यो करेन्ट चेन्ज गरेर दुईटा रिडिङ एउटै मान्छे एउटै गरे हुन्छ एकचोटि गर्ने अब करेन्टको भ्यालु फेरि यहाँ एमिटर हाल्नु पऱ्यो परेन एमिटर कहाँ छ
कति करेन्ट के बेर थाहा पाउनु त्यही भएर एमिटर हामीले ल्याएको होइन छ निकाल्नु न त गर्ने ल टाइम छ नि यार। त्यसरी हो क्या